के भन्छ मैले कुद्न सक्ने भनेको सङ्गमलाई पनि कुदिन्छु फुच्चेलाई मैले त सङ्गमले के भनिरहेको छु भन्दा ए फुच्चे भनेको हो कि होइन अलि हेरिरहेको छु त गोरसँग मलाई हान्न सक्दैन त्यसले ल र हान्न त सक्छ लगाउन सक्दैन मलाई जिए त कसले जसले यी सक्छ त मुलाले ओ रविलामा हानिदिन्छस् को हो रवि त्यसको दाइ छ कि आठकक्षामा छ त अन्त ढोन छ त्यसको दाल त हामीलाई नि कुट्न आउँछ लास्टै औडी हो त्यसको दाइ पनि त्यसको दाइ त जोसँग नि भिड्दिन्छ अरे सरसँग नि सर भन्नाले जो कक्षाको जोसँग नि के सबै केटीहरूलाई नि हानिदिन्छ अरे केटीहरूलाई त म नि सक्छु नि केटीहरू जसले पनि सकिहाल्छ म नि हानिदिन्छु मैले मात्रै म नि हानिदिन्छु जुन खुच्चेले हान्छ त्यहीलाई हानिदिन्छु ए अरू खुच्चीहरूलाई त हान्ने छैन तेरो कक्षाको गोलाई लगा मेरो कक्षाको पासँगले म चाहिँ सरले भनिदिन्छु जान भन्दै सरलाई सिधा शम्भु सरले भनिदिने हो शम्भु सरलाई त शम्भु सरले त अनि पिट्ने भनेको एउटा सरले पिट्नुहुन्न पिट्नुहुन्छ अनि सरले अरू भन्दैन शम्भु सरले कान बटाउनुहुन्छ त्यहाँ म शम्भु सरले भनिदिने आउने बित्तिकै मलाई त्यही सरले कि उस बनाउनको किनको उसके त्यो रेड क्रसको त हुन्छ त त्यही बनाउनको रेड क्रसको म 10 चोटि खेल्थेँ तैँले कतिचोटि खेलिसकेस् 3 चोटि त हामी 3 चोटि खेल्छ अब 6 चोटि त 2 चोटि खेल्छौँ नै मरेर अब अझै 6 चोटि हो तर अभिलाई त मार्न छ क्या 4 चोटि हो हान्न त छ त्यो रविलाई त स्पिड लैजा फुल स्पिड तर रवि फुच्चेलाई त मैले मारिदिन्छु आउँछ बिचमा सर्भिस लास्ट अब 3 चोटि 4 चोटि खायो 6 चोटि एक गेम भएपछि हो अनि अभिनन्दन दुईचोटि कसरी हो त भाइ गेम भएपछि बल्ल 6 चोटि 25 हुन्छ 24 मा हुन्छ है अलि स्पिडमा लैजाउँ यार अब 26 मा हेरे स्पिड 28 मा ठ्याक्कै भ्यान्छ है तेरो 28 गेम पछि तेरो भ्यान्छ ठिक पहिले यदि बिर्सिँदो रहेछ यार एकचोटि पनि मऱ्यो त्यहाँ गएर छोडिदिइहाल के अब स्पिड लैज नि यति त अहिले त लैजा अब स्पिड लैजा भनेर अनि तँ बचेपछि त्यहाँ छोडिदियो स्पिड लैजा अब स्पिड लैजा स्पिड लैजा के लैजा कसरी चढ्ने हुन्छ रोकी 20 सम्मलाई हान्न सक्छस् जुन खुच्चीलाई दाइ जोगी होइन छैन 20 सम्मको घरमा के छ 20 सम भनेको थाहा छैन